हजुरहरूले पनि टिकटकमा नाम पुरानै छ के हजुरहरू पनि टिकटकको नेम चेन्ज गर्न चाहनुहुन्छ? चेन्ज गर्न चाहनुहुन्छ भने आज हजुरहरूलाई यस भिडियोमा देखाउनेछु कसरी चेन्ज गर्ने हो भनेर। हजुरहरूले पनि सजिलैसँग टिकटकको नेम चेन्ज गर्न सक्नुहुनेछ। सबभन्दा सुरुमा हजुरहरू टिकटक एपमा जानुहोला। टिकटक एपमा क्लिक गर्नुहोला। यति गरिसकेपछि हजुरहरूको टिकटक एप खुल्छ। एप खुलिसकेपछि हजुरहरूले देख्न सक्नुहुन्छ दायाँपट्टि तल कुनामा प्रोफाइल भन्ने आइकन, यसमा क्लिक गर्नुहोला। यति गरिसकेपछि हजुरहरूको टिकटकको प्रोफाइल ओपन हुन्छ। हजुरहरूले टिकटकको नाम चेन्ज गर्न चाहिँ हजुरहरूको यहाँ माथि देखाएको छ एडिट योर प्रोफाइल, यसमा क्लिक गर्नुहोला। मैले यसमा क्लिक गरेँ, एडिट योर प्रोफाइल। यसमा क्लिक गरिसकेपछि हजुरहरूको आफ्नो प्रोफाइल ओपन हुन्छ। यति पछि हजुरले नेम चेन्ज पनि गर्न सक्नुहुन्छ र युजर नेम हजुरले देख्न सक्नुहुन्छ यहाँ एबाउट यु भन्ने सुरुमा नेम छ, दोस्रोमा युजर नेम छ। हजुरले युजर नेम चाहिँ चेन्ज गरेपछि एकचोटि चेन्ज गरेपछि 7 दिनसम्म चेन्ज गर्न मिल्दैन। हजुरले नेममा चेन्ज गर्ने हो भने यो नेम चाहिँ यसो क्लिक गर्नु होला। यति गरिसकेपछि मेरो यहाँ टेक@5 छ, हजुरले के राख्ने हो यसरी नै राख्न सक्नुहुन्छ। जस्तै इक्जाम्पलको लागि यसलाई यो गरेर हजुरले यहाँ आफ्नो नेम के राख्ने हजुरले राख्न सक्नुहुनेछ। मैले चाहिँ चेन्ज गर्दिनँ र त्यही भएर मैले त्यही नाम राख्ने छु। हजुरले पनि यसरी नेम चेन्ज गर्न सक्नुहुनेछ। मैले यसरी राखेँ। यसरी राखेर हजुरले सेभ गर्नुपर्ने हुन्छ। हजुरले अनि दोस्रो युजर नेम छ, हजुरले युजर नेम पनि चेन्ज गर्न सक्नुहुनेछ। यसमा क्लिक गर्नुहोला र हजुरले युजर नेम पनि यसरी नै एडिटिङ गरेर आफ्नो के राख्ने आफ्नो इच्छाले युजर नेम राखेर सेभ गरिदिनु भने हजुरहरूको नेम चेन्ज हुन्छ। नेम र युजर नेम दुवै चेन्ज हुन्छ। हजुरले टिकटकमा नेम यसरी चेन्ज गर्न सक्नुहुनेछ।